सो हे गाइज म तपाईहरुको प्यारो युट्युबर नाम है बुल्ला चाहिँ हाम्रो के छ भनेपछि दाइ भाउजूको सेकेन्ड एनिभर्सरी रहेछ। सो मलाई चाहिँ भर्खर कल गरेर दाइले भनेर बल्ल थाहा पाएँ। अनि उसले चाहिँ घरमा सबलाई भनिसकेर चाहिँ दिदी दाइ बाबा मम्मी सबलाई होइन कल गरेर आज भाउजूलाई सरप्राइज दिने भन्ने कुरा चलिरहेको रहेछ घरमा। अनि मैले चाहिँ के सोचेँ भनेपछि आज भाउजूको सरप्राइज दिने प्लान छ भने म एउटा सानो भ्लग पनि बनाउनु पर्यो सोचिरहेको छु। अनि त्यही कारणले गर्दा अहिले म भ्लगको तयारीमा छु। सो मैले चाहिँ आज सट्टीमा सब लुकी केक सेक गिफ्ट सिफ्ट सब लुकी ल्याउँछु। अनि हेर्दै जाम लेट्स सी होइन कस्तो हुन्छ। इन्जोय गरौँ रमाइलो गरौँ। तपाईँहरूले नि थाहा पाउनु तपाईँहरूले नि अब यहाँबाट के हुन्छ भने तपाईँहरूले नि एउटा दुइटा आइडिया चोरेर आफ्नो फ्यामिलीलाई आफ्नो बुढीलाई होइन अब कसले उ दिने हो सरप्राइज दिने हो दिउँ। ल लेट्स सी है के हुन्छ। गाइज गेस्ट गर गाइज के भयो छ्या म बजार है केक ल्याउन अनि गिफ्ट सिफ्ट ल्याउन जाने भनेको भाउजूले मेरो नि बजारमा काम छ मलाई लग्न भन्नुभयो। अब मैले नाइ पनि भन्न सक्दैन। अनि म अब चाहिँ के सोचिरहेको छु भने चाहिँ भाउजूसँग बजार जान्छु बानाको लागि। अनि उहाँ गएर फेरि बाना के बनाउँछु भने चाहिँ मेरो साथीले मलाई बोलायो तपाईँ चाहिँ अटो पक्रेर घर आउनु न प्लिज है भन्छु। अनि त्यही गर्नु पऱ्यो अब होइन। तर यहाँ फेरि प्लान सरप्राइजहरू सब क्यान्सल हुन्छ क्या। सो त्यही भएर मैले चाहिँ यतिको बाना चाहिँ गर्नु पऱ्यो। तर अलि झ्याउ भयो कि यो चाहिँ सोचे भन्दा अलि नट एक्सपेक्टेडवाला सिन भइगयो। तर केही छैन मैले म्यानेज गरिहाल्छु। यतिको म्यानेज गर्ने चाहिँ क्वालिटी छ मसँग। सो लेट्स सी हाम्रो आजको ब्लगमा मैले क्यान्सल हुन दिन्न। हेलो माथि भरे मात्रै के लाउँछ गालीको होइन आएको दिनु होइन यो खस्छ नि मेरो कामको लागि जानु लाग्थेँ टायरमा हावा हेरेन छ। अनि हावा भर्नुको लागि वेट एकछिन त्यसपछि फेरि म सुरु गर्छु। पैसा दिनु न त पैसा दिनु न जोन त खुल्ला छैन जनाइहाल्ने कि लाउरीको बुढी भनेर नि हाम्रो मामा नि गयो। यस्तो म गरिब मान्छे 10-20 रुपियाँ भइहाल्छ क्या। अनि मेरो पैसा चाहिँ रिटर्न आयो किनकि हावा भरेको 10 रुपियाँ थियो। अनि 10 रुपियाँ चाहिँ रहेन छ क्या। अरू 40 रुपियाँ रहन्छ। त्यही भएर ल क्यामेरा चाहिँ भाउजूलाई पकाउनु यहाँ चाहिँ मेरो भ्लगर देवर हुनुहुन्छ। विद्युत गर्ने काम नगर्नु ल बस्नु पछाडि चलाए अलिअलि बस्नु पनि क्यामेरा अन गर्नु पनि मोबाइल खस्यो भने सबै खस्नु तर मोबाइलमा नखसाल्नु ओके भने मात्र तपाईँ क्यामेरा एङ्गल राम्रैसँग पक्र्नुला। अब हाम्रो यात्रा चाहिँ हुन लाग्छ पैसुली डेलिभरी त्यही त हो नि पैसा कुरियर होइन कुरियर भन्दा मेरो काम एउटा यहाँ चाहिँ सुन्दर बजारको सुन्दर नदी अब सबलाई देखाउँछु। अब सिन देखाउँछु सिन हेर्नलाई रेडी हो पकाउनु पछाडि यहाँबाट चाहिँ सिन हो ए अब इभिनिङ सिन है ठ्याक्कै यतातिर चाहिँ सनसेट हुन्छ क्या। सनसेटको बेला इभिनिङ सिन ओएमजी यस्तो राम्रो हुन्छ कि मतलब नर्मल
हामी चाहिँ यहाँ बजारमा केक खोजिरहेको छौँ एनिभर्सरीको लागि होइन। तर यहाँ हामी केक पसलमै भेटिरहेको छैन। मम्मीबाट राम्रो केक पसन्द गरेको अँ केकभन्दा अघि मेरो एकछिन है मेरो घडी काम छ घरि काम छ घडी भयो यहाँ चाहिँ सिटको काम रहेछ भइसक्यो भइसक्यो रहेछ घरि कुन चाहिँ घरि यार कुन चाहिँ घरि हो पक्कै पनि महँगो होला अलि कति हो 150 पैसा छैन गाइज के गर्ने गरिब मान्छे छ अरे अहिले त्यहाँ जगेको चेन खोलेर हेर्नुपर्छ त्यहाँ सुनको सिक्री निक्लिन्छ यहाँ हातमा सुनको औठी गाह्रो छ अघि गाह्रो छ गाह्रोतिर हुँदैन जान्छौँ अँ केकपछि गिफ्ट अँ खाइ छैन कहाँ पाउँछ होला राम्रो केक मैले थाहा पाउनु सर यता खानै थिएन अरे यता डेरी छ भनेर यता केक पाउँछ भनेर यता यो बागमाटी भयो अरे कहाँ यार ए यहीँ रहेछ यार यहाँ केक पठाउँछ यहाँ त राम्रो राम्रो केक पाउँदो रहेछ त यार आमा यिनलाई फेरि थाहा रहेछ अरे मैले यहाँबाट 2 लागेको क्या ए 10 वटा बनाएपछि फ्रीमा पाइन्छ ए 10 वटा बनाएपछि फेरि कुपन लगाइदिन्छु कुपन नहराउ न कमसेकम एउटा केक त फ्रीमा खान पाएँ होला ओए स्पाइडर सब केकको प्राइस हुन्छ आमा यो नि यो अर्डरको ओए मलाई अहिले भर्खरलाई चाहियो क्या कस्तो राम्रो छ ए त्यसमा अर्को बनाइदिएर राखिदिनुहुन्छ यो कति पर्छ दाइ हामी चाहिँ अब अर्को डेरीतर्फ गइरहेको छौँ भने जस्तो के पाइएन यहाँ अब अर्को डेरीमा जान लागेको छौँ हामी झ्यापझुप उठाएर हामी चाहिँ झ्यापझुप जाने हो कि फेरि धेरै टाइम वेस्ट गर्ने होइन कि एउटा चाहिँ मन परेको थियो अरूले अर्डर गरेर रहेछ कि के भने के भन्यो एउटा मन परेको रहेछ अरूको अर्डर रहेछ कि त्यो फेरि अर्काको त खोज्नु भएन त्यही त लेफ्ट यहाँ पाउँछ कि अगाडि यहाँ मलाई देखा जस्तो लाग्छ यार यहीँ रहेछ केक पसल हो कि होइन ए केक पसल हो के आउ न कुन मिठाई मन पर्छ यहाँ त मिठाई त टन्नै छ यार कुन कुन मन पर्यो केटी हो हामी चाहिँ केक सेक हेर्छौँ होइन यहाँ कति टाइम लाग्छ आन्टी हामी चाहिँ अर्को ठाउँ हेर्न लागेको छौँ अब त्यहाँ पनि भेट्दैन भने फेरि हामी अर्को ठाउँ खोज्छौँ जसो तसो गरेर होइन आज चाहिँ केक लगेर जान्छ केक लगेरै जान्छौँ कहाँ हुन्छ कसो हुन्छ कुन ठाउँको कुन कुनामा बसिरह के गरेर हुन्छ नभए भने अर्डरै गर्छौँ लास्ट अप्सन हो कि नै त्यही हो कहाँ अगाडि हो सौगा डेरी अगाडि होइन क्यामेरा एङ्गल हानिदिएको न क्यामेरा एङ्गल हानिदिएको न गराउँछन् क्या हेर त आमा अनि लमैमा चाहिँ परिहरू चाहिँ छन् यार तर यार नदेखिया मात्र हुन् क्या नदेखिया मात्र हुन् क्या सकिन्न परिहरू भएर के गर्ने परिहरू हो यहीँ हो सौगा डेरी होइन अब हामी यहाँ सोध्छौँ यहाँ भेट्यो भने भेट्यो भेटेन भने ऊ अर्को पनि छ कोसेली उहाँको होइन र यो त्यो अघि गएको उहाँ कोसेली यहाँ चाहिँ अलि देखिरहेछ होइन फाइनली हामीले चाहिँ यहाँ केक पायौँ होइन केक पायौँ केक पनि अर्डर गऱ्यौँ अब हामी चाहिँ नास्ता खान लागेको छौँ होइन कहाँ जान पड्काउने स्प्रे अनि स्प्रेहरू कल गरेर ट्राई हान्ने के चाहिन्छ अरे अब यो बिल पेमेन्ट भन्नु न कति हो केक पनि रेडी भइसक्यो होइन यो सबै चाहिन्छ ए लिनु न त्यसपछि अरू के चाहिन्छ चक्कु सक्कु चाहियो होला चक्कु होइन घरको चक्कु
चक्कु त फ्रीमा होला नि घर छिमेकी हौ कति हो दाइ टोटल 1800 कतिवटा स्प्रे गर्नु कति पर्ला 1900 कतिवटा स्प्रे दिनु अनि अझै 100 रुपियाँ केही चाहिन्छ भने यसो दिन त अब 2000 बढाएर हजुर ब्यानर क्या केटा होइन छोडिदिनु त्यो भयो अरू भयो छोडिदिनु त्यसो 1900 ल कति डिस्काउन्ट सिस्टम चाहिँ कति अब अनलाइनमा हाल्नु चाहिँ ल म एकछिन अनलाइनमा हाल्दा बेरसम्म यो मान्छेको अनुहार हेरौँ होइन बियुडिआई लेखिदिनु न भोलि ल अब हाम्रो पेमेन्ट पनि क्लियर भइगयो खासै धेरै होइन मात्रै 1900 आएको थियो यसलाई चाहिँ कस्तो हाल्ने एकछिन यसलाई राखौँ त्यो चाहिँ प्याज लिउँ जाम अनि एकछिन कता कता हुन्छ अब ल प्याज हामी चाहिँ गिफ्ट पसलमा अब गिफ्ट लिउँ न ल भइसक्यो नि भएन यो हो कसलाई कुन गिफ्ट चाहिन्छ मेरो गर्लफ्रेन्ड बन्यो भने मैले एउटा गिफ्ट यहाँबाट ल रोज औँलाले इसारा मात्र गरेर म सब जुन भन्छौ त्यही कुन चाहियो यो कि तिमी जस्तै त्यस्तो क्युटवाला चाहियो कि यो जस्तो चाहियो कि त्यो जस्तो चाहियो कुन चाहियो कि सबै किनिदिउँ र तिम्रो लागि जुन मनपर्छ भनिहाल किनिदिइहाल्छु प्याट्टै हो यो चाहिँ मान्छे आएर प्याक भएर दिमाग खराब भएको छ अनि अहिले चाहिँ हामी वेटिङमा छौँ मेरो गिफ्टको चाहिँ वेटिङमा छौँ त्यो मान्छे त्यहाँ हाँसिरह केक खान्न अहिले घर गएर खान्छु मैले ल है भन कुन चाहिँ मनपर्छ तिमीलाई एउटा औलाले मात्र रोज म तिमीले जुन भन्छौ त्यही किनिदिन्छु वाला के म त यही किनिदिन्छु कि होइन पल्सर यो फुल दिन्छु तिमीलाई यो फुल दिएर तिमीले यास भन्छौ भने बल्ल त्यसपछि कुन लग्छौ त्यही हिसाबले होइन त्यही हिसाबले यो अर्को पनि छ अरे ल यार बगैँचा नै छ फुलको यहाँ फुलको बगैँचा भन्ने गीत त सुन्यो होला त्यो गीत हो त्यस्तै गीत गाइदिनु सक्छु यदि तिमी मेरो भयो भने सोचिहाल त्यही भएर भविष्य उज्यालो होला म यहाँ गिफ्ट सेन्टरमा छु अब गिफ्ट सेन्टरमा चाहिँ भाउजूलाई लिएर आइदिएको छु अब तिमीले कुन लाग्छ त्यो हिसाबले भन नि त यही फुल तिम्रोलाई ल्याइदिउँ र फुलै अर्को नि छ ल फुलको बगैँचामा भन्ने गीत त्यस्तै मैले तिम्रोलाई ल्याइदिउँ असम्म रोजेसन कोलाइदिउँ बट एकचोटि गिफ्ट सेन्टर चाहिँ लिएर आउँछु तिमीलाई यदि यो लिएर यास भन्छौ भने सोचिहाल कि यो लग्छौ कि यो लग्छ रोजी छ तिमी जस्तै अरे सरी तिमी जस्तो नै गिफ्ट चाहिँ अब यस्तै हो सोचिहाल्नु है दाइ फेरि तपाईँ त फेरि साँझ देखिनु होला भनेर फेरि बादमा टेन्सनमा नपर्नुला भन्ला कि होइन देखिनु हजुर के को लौ टेन्सन नलिनु के धेरैजनाले हेर्दैनन् के 1 लाख जम्दा बढीले हेर्दैनन् युट्युबमा जान्छ यो लफडा किन पर्ने हेर मेरो घर हेर्ने छ जति बेला हाल्दिनु नै मैले यो चाहिँ टिकटकहरूमा नि हाल्छु गर्लफ्रेन्डै छैन कि त्यही भएर सोचिरहेछौँ साँच्चै गर्लफ्रेन्ड छैन क्या गर्लफ्रेन्ड भएको भए त आज यहाँ गर्लफ्रेन्डलाई लिएर आउँथ्यो होला तिम्रो दिदीलाई कस्तो मनपर्छ भन त भन्थ्यो होला त्यही हिसाबले हजुर यस्तो गर्लफ्रेन्ड यस्तो हो के गर्लफ्रेन्ड नपाएको होइन तर आफूले खोजे जस्तो नपाएर हो क्या त्यही भएर लाइटनिङ साइटनिङ अनि मैले कस्तो गराएको थिएँ यस्तो गराएको थिएँ कि यस्तरी गराएको थिएँ जसरी गरायो नि यस्तै हो तिमीलाई नि कुन चाहिन्छ भन यहाँदेखि तर तिम्रो लागि म यस्तरी यहाँदेखि यहाँसम्मको पुरै लाइनिङ लगाउन सक्छु यदि तिमीले मेरो मायालाई यास मात्र भन्यो भने सोचिहाल तिमी जस्तै क्युट गुडिया छ खाइदिउँ कि के
यहाँ र तिमी जस्तै छ सब तिमी जस्तो छन् के त भोलि बिहान तिमीले भने हुनसक्छ तिम्रो लागि फुल टिप्छु म है गिफ्ट सेन्टरमा नि हाम्रो काम सकिन लाग्यो त्यसपछि म घर जान्छु केक सेकको लागि रेडी सेडी बनाउँछु यताउता गर्छु सबजनाले हेर्नुहोस् इन्जोय गर्नुहोस् लमाइको बारेमा केही नयाँ कुरा थाहा पाउनु पऱ्यो अझै मलाई सब्सक्राइब फलो गर्नुहोस् सेयर गर्नु लाइक कमेन्ट सेयर टिकटकमा सपोर्ट गरे जस्तै युट्युबमा नि सपोर्ट गर्नुहोस् अन्त खै दाइ हेर त बुके खै ल यो चाहिँ मेरो दाइको तर्फबाट भाउजूलाई हो दाइ चाहिँ अहिले पल्टनमा छ अनि कन्ट्याक्टको मध्यमबाट भनेको यत्तिको माया चाहिँ गर्नु पऱ्यो है सबले आफ्नो बुढीलाई जति टाढा होस् जहाँसुकै होस् होइन माया भन्ने चिज चाहिँ मनमा होइन कहिले कसो देखाउनु नि पर्छ अरे छोरी मान्छेहरूलाई मनमा मात्र राखेर हुन्न अरे त्यही हिसाबले अब बुझौँ है बुझौँ फेरि बुढी खोज्छेलान् कसैको कहाँ जब हामी चाहिँ घर जाँदैछौँ अन द वे घरको रोड कहाँसम्म छ केसम्म छ मन्जिल नो केही थाहा छैन अनि अब हेरौँ मेरो पछाडि चाहिँ ब्याक स्टेज अझ परिहरू त्यो सर राम्री हो हाम्रो लमाइमा फेरि परिहरू धेरै छन् के परिहरू त छन् तर सब है कस्तो छन् के भनिदिउँ कि सब राम्रो छन् तर सबको बोयफ्रेन्ड गर्लफ्रेन्ड वाक्क बस्नु मलाई झ्याउ लाग्छ क्या आजको हाम्रो तयारी चाहिँ जोडदारले चलिरहेछ माथि छतमा यहाँ चाहिँ हाम्रो घरमा चाहिँ के सिस्टम छ भनेपछि कहिले कसो जस्तै कतै खानासाना बनाउनु लाग्यो भने क्या मतलब सबै पाहुनाहरू आउनु लाग्यो भने चाहिँ कता बसेर खानेहरू हुन्छ क्या अनि म माथि चाहिँ ढ्याक आवाज आयो त्यही भएर म तल आएर भिडियो बनाइरहेको छु तर भाउजूलाई यसको बारेमा केही थाहा छैन भाउजूलाई के भन्यो भनेपछि मात्रै बस खाना पकाउने हो अनि त्यही खाने हो त्यस्तै कुरा चलिरह अब म एकछिन माथि जान्छु माहौल साहौल देखाइदिन्छु अनि लाइट साइट जोडिदिन्छु अनि तपाईँहरू चाहिँ हेर्दै गर्नु म चाहिँ अहिले अँध्यारो छु त्यही भएर लाइट बाल्नु परेछ लेट्स सी हेर्नु को चाहिँ के छ कसले के गर्दैछ हामी दिदीबहिनीले चाहिँ के सोच्यौँ भने चाहिँ भाउजू माथि हुनुहुन्छ त्यति बेरसम्म चाहिँ हामी त्यो गिफ्टहरू लुकाएको थियौँ नि गिफ्टहरू अनि त्यो केक सेकहरू ल्याएर चाहिँ फ्रिजमा राख्छौँ अनि अब बाबु मम्मी चाहिँ तल जानुभयो एकछिन घुमेर आउँछु वाकमा जानुभयो हामी चाहिँ यसको घर गएर अब केक सेकहरू सब ल्याउँछौँ लुकाएर सट्टीमा राख्छौँ अनि मौका मिल्ला नमिल्ला त्यही भएर अब हामी चाहिँ जान्दाछौँ ल हेरौँ अनि कहाँसम्म पुग्छौँ अहिले अनि हामी दुई भाइमा ह्यान्सीको छ होइन यस्तो भनिदिइहाल कोहीलाई मेरो भाइ मनपर्छ भने कसैको बहिनी छ भने साली मिलाइदिइहाल सोचिहाल पढाइमा मनको धेरै राम्रो छ पढाइमा राम्रो छ फ्यामिली राम्रो छ योभन्दा कति नै के चाहियो र है मेन त अब माया प्रेममा केटाली हो मन पराउने खासमा त्यो चाहिँ योसँग धेरै क्वालिटी त्यस्तो छ कि छैन थाहा भएन अब यसले भन्दैन मलाई फाइज हामी चाहिँ यो गिफ्ट सिफ्ट ल्याएर आइसक्यौँ यसमा चाहिँ बुके छ यसमा चाहिँ केक आउँछ हामी चाहिँ सुस्त आरामले जानुपर्ने हुन्छ एकदम होइन नथाहा पाउने स्टाइलले जानुपर्ने हुन्छ सक्दो अब चाहिँ म चाहिँ अलिक सुस्तो बोल्नुपर्छ अस्ति चाहिँ डुवा खोलिरहेछ अहिले चाहिँ डुवा खोल्छ लुकी छुपी यो भिडियो कहाँसम्म बन्न सक्छ सक्दो मैले यसलाई छोटो मिठो गराउने कोसिस गर्छु बट कहाँसम्म हुन्छ हेरौँ यो चाहिँ मेरो कोठामा लगाएको छु मैले यो त्यहाँ होइन बिस्तारमा राख्यो भने के हुन्छ भने होइन कुनामा नथाहा पाउने गरे छुट्टो मिठो भन्ने कहीँ त होइन नि त कुनामा राख्यो त कुनामा ल होइन अब चाहिँ यो धेरै लामो भयो एकछिन मैले पकाइसकाइ गरेको देखाउन भन्दा नि म एकैचोटि अब डाइरेक्ट उसमा लग्न चाहन्छु अब रमाइलो इन्जोय गरेको ठाउँमा है त के गर्न जानु न के गर्न जानु लाज लगाइरह के कारण जानु न तपाईँ यो भिडियो त चितनसम्म पुग्नु पऱ्यो गरे उड्नु न कस्तो लगा उड्नु केक उड्नु अरे
कि आज के होइन रे एनिभर्सरी छिटो झन् न कस्तो के बिग्रिन्छ कि हिँड्नु न छिटो मैले लिएर आउनु के भन्छ छिटो 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 नाटो नहुनु छिटो छिट जान्न यहाँ सबजना रेडी यहाँ भाउजू चाहिँ डराइरहनुमा यस्तो हो हाम्रो घरतिर चाहिँ यस्तो सानोतिनो फङ्सनहरू चाहिँ नर्मली भइरहन्छ बट भाउजूलाई यस्तो सरप्राइजहरूको बारेमा थाहा छैन थियो अनि भाउजू चाहिँ हाम्रो घरमा आबाट चाहिँ पहिलोचोटि हो त्यहाँको त्यही भएर लजाइराख्नु भयो जानु के काम जानु त यो हाम्रो सासू मम बोले त मेरो मम्मी र सासू मम भाउजूको बराबर छन् दुइटै मम्मीले यहाँ मोटिभेट गरिराख्नु भयो भाउजूलाई यहाँबाट यस्तो हात टेक यो बुन पकड त दादाले फोन गर्नु न भिडियोमै हेर्ने हो इन त आइराइदा त भाउजूलाई यो सफाइ गरेको भोलि भाउजूलाई फोहोर गरेर आयो भोलि भाउजूले नै सफा गर्नुपर्छ चक्कु खै त चक्कुले हाले होइन केकमा चक्कु दिएर थियो हाम्रो अस्ति लाउरेको बुढी भयो भने त चक्कु काट्नु पऱ्यो नि त लाउरेको बुढी भयो भने साँच्चैको चक्कु काट्नु त ल पकड न अझै बढा न मम्मीले यो हेल्प गर्नु त त्यहाँ खानपिन कार्यक्रम सुरु छ यता यो छ यता त्यो छ एकछिन यहाँ वेटिङमा यो फुच्ची धेरै हल्ला गरेर चाहिँ यसलाई यसरी पिट्नुपर्छ नगर्नु सामे यता चाहिँ खानपिन हाम्रो घरको मेन बाजे बोई बाबा कान्छो अङ्कलको छोरो कान्छोको बुढी जेठोको बुढी लाइटर मलाई के थाहा थियो कहाँ छ ल अर्को ल ठिक छ ल अङ्कल पकाउनु त यो अङ्कल यो पकाउनु त यहाँबाट ल यता म त्यसो जान्दैन भाइ भन यो को चिने ल फेरि त्यो मार हातको जग्गा हातको चाहिँ त्यो मार बोल्नु न
यस्तो रोड्नु दुईटा घोप्टो बनाएर रोड्नु घोप्टो बनाउनु के त्यही यस्तो घोप्छ न क्यामेरै पर्यो यार क्यामेरै पर्यो सबै यहाँ त के भयो यो केकमा के हुन्न ओए केक त बाङ्गो पो रहेछ त यस्तरी हो खासमा ल यो मैले होइन क्या सङ्गम दाईको ल गिफ्ट दे ल गिफ्ट ल भर्खर खोल्नु पऱ्यो है भर्खरै गिफ्ट अर्को पनि यो खोलेर खोल्नु न लुते जस्तो गर्छ कि झ्याउ लाग्ने जस्तो लाइफमा फर्स्ट टाइम सरप्राइज पास ओए एकछिन के रुक न पकड यो पकड दिन तपाईँले आफै ल यो चाहिँ सङ्गमको तर्फबाट ल मम्मीले दिनुहुन्छ यो चाहिँ दिनु छोराको तर्फबाट यो गिफ्ट पनि खोल्नु पऱ्यो क्या अलि फास्ट खोल्नु न धेरै लामो भएको क्या भिडियो चक्कुले काट्नु चक्कुले सब एक्साइटेड छन् गिफ्ट खोल्नमा मम्मी झन् खुसी हुनुहुन्छ मम्मीले यहाँ चाहिँ छोरालाई फोनमा देखाउँदै म चाहिँ यहाँ सानो मेरो मिनी भ्लग बनाउँदै अरे च्यात्नु न धर्या दुर पार्नु त्यहाँ चाहिँ बाबा बोई अङ्कलहरू मासु ह्याप्सहरू हान्दै यता चाहिँ ल गिफ्ट चाहिँ खोलिने बेला भयो यो गिफ्ट खोल्न भाउजूलाई भन्दा आतुरी केटाटीलाई भएको छ जस्तो मानिरहेको छु मैले ल त्यो प्लास्टिक पनि खोल्नु न यो गिफ्टको चाहिँ निकाल्नु कान निकाल्नु न ल छिटो त्यसको बटन होला क्या बटन होला क्या कतै बटन होला दाम त कानमा कतै त होला बटन यो सास फेर्छ क्या आफै अरे कता छ यसको खै भन ल भाइ सामान थियो अब खाना खाएको साको देखाउँछु अब गाइज मैले चाहिँ के थाहा भने चाहिँ मलाई भर्खरै मेरो दाइले म्यासेज गर्यो होइन म्यासेज गरेर चाहिँ के भन्यो भनेपछि ओइ तेरो भाउजूलाई हेर्न लुकेर बनाउँदा त्यहाँ रोइरहेको गिफ्टको लागि भने म चाहिँ सट्टीमा जानु लाग्छु है सट्टीमा गएर लुकेर बनाउँछु अब कस्तो चाहिँ के छ नथाहा स्टाइलले गिफ्ट पाइसकेपछि मान्छे यस्तो रुने रहेछ नि तपाईँलाई कस्तो लागिरह ओ सरी तपाईँको गिफ्ट सहित फुलको बगैँचामा मेरी माया भने जस्तै
त्यहाँ चाहिँ भिडियो कलमा यता यो खुसीको आँसु हो कि दुःखीको आँसु हो है हाम्रो घरमा आउने मान्छे त लास्ट लक्षिने रहेछन् यार यस्तो रुन पाउँदो रहेछन् रुएर पनि हाँस्ने रहेछन् खुसी हो कि दुःखी हो भन्नु न भोलि बिहान तपाईँको बहिनी आउला त्यसले पनि थाहा पाउनु पऱ्यो नि भन्नु त खुसी हो कि दुःखी हो खुसीको आँसु हो ओ माई गड तपाईँले भन्नु भएन खुसीको आँसु हो कि दुःखीको आँसु हो यता राम्रो हेर्नु त ल यतिको चाहिँ हुनु पऱ्यो यो चाहिँ कसम नाइस कन्टेन्ट मिल्यो ल मलाई चाहिँ ल खाना खान जाने कि भोक लागेन आज आज चाहिँ भोक लाग्दैन जस्तो छ यहाँ मेरो प्यारो भाउजूलाई खुसीको आँसु हो कि दुःखीको आँसु हो यो एकचोटि यो पढ्नु त एकचोटि यो पढ्नु न अब यो पढ्नु अब भन्नु खुसीको आँसु हो कि दुःखीको आँसु हो यो त यो खरायो त बिचार आँसु पछि कालो बनाइदिनु भयो यस्तो सफा खरायो त हेर कालो बनाइदिनु रोइ रोइ के नपठायो हुन्छ अरे किन यस्तो सरप्राइजले आँखामा आँसु ल्याउँछ ए आफूसँगै हुनुपर्छ सरप्राइजको लागि आफैले मान्छेले लिएर आउनु पर्यो नि मान्छे लिएर आएपछि बल्ल खुसी मिल्छ न त मिल्दैन सो हे गाइज आजको लागि यति नै अब वेट फर नेक्स्ट भिडियो चाहिँ हाम्रो के हुन्छ भनेपछि केही इन्ट्रेस्टिङ नै हुन्छ ल वेट गरौँ है त ल आजको लागि यति नै ल हस् बाई